किन खास गरी अब यो प्रदेश नंबर 2 जसको 8वटा जिल्ला यसको मुख्य स्रोत नै कृषि हो र यहाँका अधिकांश नागरिकको निर्भरता कृषिमा नै रहेकोले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटका योजनाहरूको प्राथमिकता कृषि नै रहेको रहेछ र खास गरी त्यसमा अब अहिलेको अवस्थामा यो वर्षको नीति तथा कार्यक्रम र बजेट यो हाम्रो खास गरी यो कोरोना महामारीको कारणले गर्दा जसरी चाहिँ हामी कृषि क्षेत्र सबभन्दा बढी प्रभावित रहेको छ यो प्रभावलाई न्यूनीकरण गर्नको लागि त्योसँग सम्बन्धित खास गरी उत्पादनदेखि लिएर बजारीकरणसम्म र रोजगारीमूलक कार्यक्रमहरू चाहिँ यो वर्षको नीति कार्यक्रम र योजनामा हामी चाहिँ ल्याएका छौँ। जस्तै अब खास गरी अहिलेको अब पालिका स्तरमा हामी चाहिँ युवा स्वरोजगार कार्यक्रम ल्याएका छौँ। गाउँपालिका र नगरपालिकासँग साझेदारी गरेर युवा स्वरोजगार कार्यक्रम ल्याएका छौँ। त्यस अन्तर्गत युवाहरूलाई रोजगार चाहिँ सृजना गर्नको लागि विभिन्न किसिमका सहुलियत दरमा चाहिँ ऋण उपलब्ध गराउने, खास गरी अब कृषि व्यवसायमा लाग्ने युवाहरू माछा पालन, गाई पालन, भैँसी पालन या अन्य कृषि कर्ममा गर्ने व्यवसायहरूमा चाहिँ हामी त्यस्ता किसिमका चाहिँ सुविधाहरू दिने चाहिँ कार्यक्रम ल्याएका छौँ। त्यस्तै अहिले हाम्रो यो वर्षको एउटा महत्त्वाकांक्षी योजना चाहिँ प्रदेश सरकार खास गरी हाम्रो मन्त्रालय भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले हुलाकी राजमार्ग लक्षित दुध मिसन कार्यक्रम ल्याएका छौँ। यो मिसन भनेको जसरी हाम्रो चाहिँ यो प्रदेश दुधमा आत्मनिर्भर छैन र खास गरी अब किसानहरूलाई पशुपालन क्षेत्रमा बढी आकर्षित गर्नको लागि चाहिँ यो दुध मिसन कार्यक्रम ल्याएको रहेछ र यसमा बढीभन्दा बढी किसानहरू चाहिँ यसमा चाहिँ सहभागिता हुन्छ। मलाई चाहिँ रोजगारी सृजना यसमा हुन्छ। त्यस्तै अन्य खास गरी हाम्रो उत्पादनको क्षेत्रमा अब यो क्षेत्र भनेको के हो, कृषि क्षेत्र भनेको अब आज लगानी भोलि चाहिँ प्रतिफल आउने क्षेत्र हैन। अहिले लगानी गर्दाखेरि अब यो वर्षमा चाहिँ यसको प्रतिफल आउने गर्छ। अब अरू जस्तै अब विकास निर्माणमा अब सडक बन्यो भने भोलि नै हेरिन्छ कि सडक बनिरहेछ, तर यो कृषि क्षेत्र यस्तो हो, यो अलि जटिल यो क्षेत्र हो। आजको लगानी 5 वर्षसम्म पनि यसको प्रतिफल आउँछ। त्यसकारण अहिलेको अवस्थामा किसानहरूलाई खास गरी उत्पादनको क्षेत्रमा र त्यसको बजारीकरणको क्षेत्रमा चाहिँ हामी चाहिँ यो वर्ष चाहिँ प्राथमिकतामा राखेका छौँ। मन्त्रीज्यू, यहाँले जुन किसानको योजनाहरू सुनाउनु भयो यसमा एकदमै तल्लो स्तरका किसान जुन खेतीपाती मात्र गरेर गुजारा गर्छन् उहाँहरूको लागि यहाँहरूको योजना के छ? यो वर्ष हामीले गत वर्षको योजना थियो, लकडाउनको कारणले हामीले त्यो गर्न सकेनौँ। अहिलेको यो वर्षमा साना किसानहरू खास गरी 1 कट्ठादेखि लिएर 10 कट्ठासम्म जुन खेती किसानी गरिरहेछन् किसानहरू उहाँहरूलाई चाहिँ यो वर्ष चाहिँ उहाँहरूको खातामा चाहिँ यो वर्ष हामीले 10,000 रुपियाँ दिने चाहिँ निर्णय गरेका छौँ। किनभने यस्ता किसानहरू जस्ता अब काम गर्ने समयमा चाहिँ खास गरी रोपाइको समयमा खेतीबारीको समयमा उहाँहरूलाई मल किन्ने चाहिँ पैसा हुँदैन, तपाईले सिँचाइको लागि चाहिँ त्यसको लागि चाहिँ पैसा हुँदैन या अन्य कृषि प्रयोजनको लागि पैसा हुँदैन, त्यसको लागि साब्टी या ऋण लिनुपर्ने अवस्था हुन्छ। त्यस्ता किसानहरूको लागि यो वर्ष चाहिँ साना किसानलाई 10,000 रुपियाँ हामीले चाहिँ उहाँको खातैमा दिने चाहिँ हामी चाहिँ निर्णय गरेका छौँ र यही वर्ष कार्यान्वयन हुन्छ। यस्ता साना किसानहरूलाई हामीले थुप्रै चाहिँ हाम्रो कार्यक्रम राखेका छौँ र मैले अघि नै भने कि यो प्रदेशको मुख्य स्रोत भनेको कृषि हो। यहाँका अधिकांश नागरिक कृषिमा निर्भरता भएको हुनाले जबसम्म यहाँका किसान आत्मनिर्भर हुँदैन, यहाँका किसान समृद्ध हुँदैन, आर्थिक समृद्धि हुँदैन, तबसम्म यो प्रदेशको आर्थिक समृद्धि सम्भव छैन। त्यसकारण हामी चाहिँ प्राथमिकतामा चाहिँ उहाँहरूले नै राखेका छौँ। मन्त्रीज्यू, यहाँले किसान आत्मनिर्भरताको कुरा त गर्नुभयो। अहिले हामी यो धानको खेतमा बसिरहेछौँ र हामी हेर्दैछौँ धानमा भाला पनि लागेको छ। यही धान रोप्ने बेलामा किसानले मल पाएन, खाद पाएन, फेरि गेहुँको सिजन आउँदैछ अनि कहिलेसम्म प्रदेश 2 का जनता मल खादको लागि ब्ल्याक मार्केटिङबाट किन्नुपर्ने, लाइनमा लाग्नुपर्ने, तैपनि मल नपाउने यो अवस्था कहिलेसम्म रहिरहन्छ? हैन, यो खास गरी यो प्रदेश नम्बर 2 को समस्या मात्रै होइन, यो राष्ट्रिय समस्या हो। मल खादको यो वर्षदेखि समस्या चलिआएको रहेछ र यो अहिलेको अवस्थामा मल खादको जुन आपूर्ति र वितरण जुन छन् अहिले पनि संघीय सरकार आफै गरिरहेछन्, जसकारण यो समस्या भइरहेको छ। हामीले 2 वर्षदेखि
निरन्तर प्रयासमा छौँ कि यहाँका किसानको आवश्यकता जति मलको रहेछ त्यो प्रदेश सरकारले आफै चाहिँ आपूर्ति र वितरण गर्ने चाहिँ त्यो अधिकार चाहिँ प्रदेशमा आओस् भनेर हामी प्रयत्नमा छौँ। तर अहिलेसम्म त्यो आएको छैन र मलाई लाग्छ अहिलेको अवस्थामा यो रासायनिक मलको जुन समस्या छ यो भोलि पनि यो समस्या तुरन्तै समाधान हुने मैले हेर्दिनँ र खास गरी त्यसमा पनि अब यो प्रदेश मैले अघि नै भने कि यहाँ सबभन्दा बढी खेतीपाती गर्ने यो यहाँका किसानहरू यही नै हुनाले अब एउटा समस्या पहिला त के थियो भने कम्तीमा 20% किसान यहाँ हाम्रो ओपन बोर्डर भएको हुनाले यहाँका 20% किसान चाहिँ हाम्रो चाहिँ पारीबाट ल्याएर आफ्नो चाहिँ त्यो उपयोग गर्दै हुनुहुन्थ्यो। तर अहिलेको यो लकडाउनको कारणले यो वर्ष त्यो पनि सम्भव भएन र अहिलेको हामीले चाहिँ यसको विकल्पमा प्रदेश सरकारले रासायनिक मलको विकल्पमा चाहिँ अहिले अर्ग्यानिक मलतर्फ चाहिँ प्रदेश सरकारले आफ्नो नीति यो वर्ष पनि हामीले चाहिँ नीतिमा राखेका छौँ, कार्यक्रममा पनि राखेका छौँ कि यो वर्ष हामीले 3वटा चाहिँ अर्ग्यानिक मल कारखाना लगाउने र जसमा चाहिँ अहिलेको अवस्थामा खास गरी यो हाम्रो चाहिँ 3टै मल कारखाना यो प्रदेश 8वटै जिल्लामा अहिले अब ठाउँ निर्धारण भएको छैन, जिल्ला निर्धारण भएको छैन र अब केही दिनमा त्यो पनि हुन्छ र त्यो सुचारू हुन्छ। र गत वर्ष पनि हामीले चाहिँ किसानहरूलाई चाहिँ 75% को अनुदानमा अर्ग्यानिक मल हामीले उपलब्ध गराएका थियौँ। तर अहिले एउटा समस्या के देखिएको रहेछ भने कि अर्ग्यानिक मल चाहिँ किसानहरूले चाहिँ जसरी उपयोग गर्नुपर्ने हो कतै न कतै उहाँहरूको मानसिकतामा के छ कि अर्ग्यानिक मल उपयोग गरेपछि उत्पादन ह्रास आउँछ कि जस्तो चाहिँ उहाँहरूको चाहिँ सोचाइ। त्यसकारण अब यो वर्ष प्रदेश सरकारले कृषक पाठशाला हामीले चाहिँ चलाउँदैछौँ। कृषक पाठशालामा यस्ता किसिमका समस्याहरू खास गरी रासायनिक मलको विकल्पमा अर्ग्यानिक मल कसरी प्रयोग गर्ने, अहिले जसरी माटो चाहिँ तपाईलाई जसरी अस्वस्थ भइसकेको छ माटो परीक्षण कसरी गर्ने, सबै किसानले माटो परीक्षण अनिवार्य गराउनु पर्ने या अन्य जति पनि हाम्रो किसानसँग सम्बन्धित समस्याहरू छन्, चुनौतीहरू छन्, तीलाई चाहिँ हामी चाहिँ कृषक पाठशालाको रूपमा चाहिँ किसानहरूलाई चाहिँ त्यहाँ तालिमहरू हामी दिन्छौँ। मन्त्रीजी, यहाँ प्रदेश नम्बर 2 को विभिन्न जिल्लामा गाउँ-गाउँमा घुम्नुहुन्छ, यहाँसँग किसानहरूले कस्तो समस्याहरू बढी प्राथमिकताका साथ राख्ने गरेका छन्? हैन, खास गरी समस्याहरू भनेको त्यही अब यो सप्तरीका समस्या हैन, यहाँ तराई मधेसमा रहेका सम्पूर्ण किसानहरूको समस्या सामूहिक समस्याहरू छन्। जस्तै सिँचाइका समस्या अहिले पनि तपाईलाई यो प्रदेशमा 27% कृषि योग्य जमिनमा मात्रै सिँचाइ छन्। बाँकीमा अहिले पनि आकाशै भरका पानीमा चाहिँ किसानहरू बाध्य भएका छन्। त्यस्तै सिँचाइका समस्या छन्, त्यही मल खादका समस्या, उन्नत जातका बिउ अहिले पनि बिउहरू जुन छन् हैन उन्नत जातका बिउ नभएको हुनाले उत्पादन जुन रूपमा हुनुपर्ने हो त्यो भइरहेको छैन। त्यही सिँचाइ, मल खाद, बिउ र बजारीकरण अहिले पनि किसानहरूले जुन हाम्रो चाहिँ लागत जुन लागिरहेको छ त्यो लागत अहिले पनि त्यो लागत जसरी रिटर्न हुनुपर्ने त्यो भइरहेको छैन। त्यसकारण बजारको पनि समस्या छ, किनभने बिचौलियाहरूको पनि यसमा धेरै खेल भएको हुनाले अब सिधा किसान को चाहिँ पहुँच बजारसम्म कसरी हुन्छ त्यस्ता किसिमका हामी चाहिँ यो वर्ष केही कार्यक्रमहरू राखेका छौँ। मन्त्रीजी, अलि प्रसङ्ग बदलौँ। अहिले प्रदेश नम्बर 2 मा व्यापक चर्चाको विषय रहेछ कि प्रदेश नम्बर 2 को सरकारमा फेरबदल हुने। कस्तो लाग्छ तपाईलाई? यो हल्ला मात्रै हो कि हुन्छ नि? हेर्नुहोस्, राजनीतिकमा कुनै चिज असम्भव छैन हैन। राजनीतिक भनेको सम्भावनाको खेल हो, जहिले पनि जतिखेर पनि जे पनि हुन सक्छ। तर अहिले जसरी चर्चा छ सरकार फेर्ने त्यस्तो कुरा केही हैन। अहिले अब चर्चाको विषय के हो भने अब दुईटा पार्टी खास गरी पूर्व समाजवादी र पूर्व राजपा पार्टी मिलेर बनेका जसपा पार्टी स्वाभाविक रूपमा अहिले समायोजनका प्रक्रियामा हामी छौँ। तपाईहरुलाई थाहै होला कि अहिले केन्द्रीय समितिको समायोजन भएको छ। अब संसदीय दलको समायोजन हुन्छ, केन्द्रमा पनि हुन्छन्, प्रदेशमा पनि हुन्छन्, अरू प्रदेशमा पनि छन्। त्यसका मितिहरू पनि निर्धारण भएको छ। प्रदेश कमिटीहरूका संसदीय दल पनि अब संसदीय दल समायोजन पछि स्वाभाविक रूपमा अहिले दुईटा संसदीय दलका नेता छन्। अब समायोजन पछि एउटा संसदीय दलका नेता हुन्छन्। अब जुन संसदीय दलका नेता जुन हुनुहुन्छ उहाँ मुख्यमन्त्री हुनुहुन्छ। स्वाभाविक रूपमा यो चर्चाको विषय हो हैन। स्वाभाविकमा हुनु मलाई लाग्छ त्यो यसलाई के हामी सरकार फेर्ने चाहिँ सरकार बदलिने संकेतको रूपमा लिन सक्छौँ? त्यस्तो हैन। त्यस्तो पार्टीको अहिलेसम्म यस्तो किसिमको कुनै पनि कमिटी निकायमा यस्तो किसिमको छलफल अहिले सुरु भएको छैन। तर समायोजनको प्रक्रिया जारी छन्। दुई दल मिलेर एउटा दल बन्छन्, त्यसको लागि चाहिँ प्रक्रिया चाहिँ अगाडि बढिसकेको छ।